सुरुमा अब गाउँपालिकाको अध्यक्षज्यू हुनुहुन्थ्यो अर्जुन सर, अनि अर्जुन गुरुङ सरले फोन गर्नुभयो। अनि मिटिङमा हामीले यस्तो कुराहरू प्रस्ताव राखेका छौँ नानी, के छ तिम्रो धारणा, मलाई फोटो पाऊँ न भन्नुभयो साफ च्याम्पियनसिप पछाडि। अनि मैले भएको फोटोहरू मैले व्हाट्सएप गरिदिएँ र अनि मैले रियाक्ट गरेँ, अब यो राम्रो पक्ष हो सर, अब त्यसको लागि धेरै धेरै धन्यवाद अब भने मैले। अनि पछि फेरि फोन गर्नुभएको थियो सरले, जहिले पनि अब हामीले चाहिँ मान्छे जीवित रहँदा मात्रै हामीले चाहिँ त्यो मान्छेलाई कहिले पनि हामीले चाहिँ सम्मान गर्न सक्दैनौँ, त्यसलाई चाहिँ कदर गर्न सक्दैनौँ र मरे पछाडि चाहिँ त्यसको शालिग बनाएर अनि हामी सम्झनामा चाहिँ हामीले त्यो किसिमको सद्भाव देखाउने काम गर्छौँ भन्नुभयो र गरिन्थ्यो। र यसपालि किन अब त्यो कुरालाई चाहिँ चेन्ज नल्याउने, अनि यत्रो समाजमा चेन्जेस आइरहेको छ, तिमीबाट अब हाम्रो चाहिँ गाउँपालिकाको सिङ्गो बच्चाहरू नै इन्सपायर भएको छ, कतिपय आमाहरू इन्सपायर भएको छ, यी कुराहरूलाई किन अहिले नै बाहिर नल्याउने त भन्ने कुराहरू मेरो मनमा खेल्यो। अब हामी मिटिङ बस्दाखेरि सबैजना एग्री हुनुभयो, अनि यो कुराले गर्दाखेरि तिम्रो अगाडि नै अझ तिमीलाई भोलिको दिनमा चाहिँ हौसला मिल्छ भन्ने किसिमको पोजिटिभ मेसेज जान्छ भनेर हामीले यो निर्णय लियौँ के छ भन्नुभयो। अनि त्यो भनेको त्यस पछाडि झन् मलाई अलिकति म लमजुङ जिल्लाको म आफू त्यसैमा एकदमै आफूलाई नै एकदमै प्राउड फिल लाग्छ, गर्व लाग्छ होइन। अब त्यही माथि अहिले चाहिँ जुन एउटा नाम जुन एउटा चाहिँ चोकको नाम राखिदिँदा अहिले सबै कतिपय बच्चाहरू, कतिपय दिदीहरू, साथीहरू होइन गएर टिकटक बनाइदिनुहुन्छ होइन। अब त्यो देख्दा पनि अब टिकटकमा हो, सोसियल मिडियाको जुनसुकै सेक्टरमा देख्दा पनि आफूले प्राउड फिल लाग्छ। त्योभन्दा बढी मेरो बुवा मम्मी खुसी हुनुहुन्छ जस्तो लाग्छ होइन। अब जहिले अब हामीले चाहिँ बजार झरेर घरको लागि आवश्यक सरसामग्री लिने भनेको नै हामी खुदी बजारमै झर्नुपर्छ, र त्यो झर्दाखेरि अब मलाई अब डाइरेक्टली नदेख्दा नि इन्डाइरेक्टली त्यो पोस्टरमा देख्दा पनि मेरो बुवा मम्मीमा एउटा चाहिँ छुट्टै किसिमको सन्तुष्टि हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यो नजिकबाट मेरो छोरीलाई नदेखे पनि टाढैबाट त्यो एउटा फोनमा जुन एउटा चाहिँ बाहिर बुवा मम्मीले व्यक्त गर्न सक्नु हुँदैन त्यो कुराहरू होइन, तर अब इन्डाइरेक्टली मनभित्र भएको पीडाहरूलाई चाहिँ त्यो पोख्ने ठाउँ पनि हो मेरो एज अ प्यारेन्ट्सको लागि होइन। अब त्यो बुवा मम्मीको पक्षमा भयो। अनि एज अ पर्सन मैले चाहिँ यो कुरालाई चाहिँ एचिभ गरेँ, जस भोलिको दिनमा चाहिँ त्यही ठाउँमा जन्मेको अरू बच्चाहरूलाई चाहिँ पोजिटिभ मेसेज जान्छ होइन। हामीले केही गऱ्यौँ भने समाजमा होस्, देशमा होस्, हामीले चाहिँ सम्मानस्वरूप केही हामीले चाहिँ हाम्रो नाम अझै पनि समाजमा, देशमा अझै पनि हाम्रो नामले भोलिको दिनमा धेरै परिवर्तनहरू ल्याउन सकिन्छ, हामीमा पनि केही गर्नुपर्छ भन्ने एउटा पोजिटिभ मेसेज गएको छ आम सोसाइटीहरूमा। त्यसले गर्दाखेरि पनि एकदमै खुसी छु त्यो विषयमा चाहिँ।